वेलकम मेरो छोरीको च्यानलमा हैन गाइज। अब हामीहरू होली खेल्न गएको 7 वर्षमा मेरो भदा आएको छ अनि खेल्न गएको हामी आमा छोरी तीनैजना सबै थोक बोकेर मेरो दुईटै छोरीसँग मामा घर होली खेल्न गएको यिनीहरू तीनैजना अनि मेरो देउरानीको भदैनीको छोरीको गुन्यु चोलममा पनि गएको है गाइज। हामी तपाईहरुलाई उताको पनि भिडियो अलिअलि देखाउँछौं गर्छौं। विराटनगरमा भेटौं। ओके गाइज। वेलकम ब्याक टु च्यानल। आज हामी के हेरे कासलदाको भान्जीको गुन्यु चोलममा गइराछौं। हामी भेटौना मेरोमा त अगाडि आइज न भाइ। टेम्पोमा जाँदैछौँ है हामी। टेम्पो हल्लेर टेम्पो हल्लिन्छ त्यस्तै यो क्यामेराको मुन्टो हुन्छ। अब बाङ्गो टेङ्गो त्यस्तै कहाँ देखाउँदा कहाँ देखिन्छ चलाउन पनि आउँदैन होइन। के गर्नु यता देखाउँदा उता देखिन्छ यता देखाउँदा उता देखिन्छ यता देखाउँदा उता देखिन्छ। मेरो फेस धेरै राम्रो भयो त्यही भएर लाइनमा क्लियरली देखिरहेको छ। तपाईँको फेस ट्र्याक गरेको त्यसो नभने क्यामेरा उयो हुन्छ बिग्रिन्छ। डबल ट्याप गर्नु फेस ट्र्याक हटाउँछ भने नक्कल ल्याएको रामी देवीको कानको चाहिँ छैन। टिका चाहिँ लगाएको टिका टिका बाफ्रे राम्रो देखिरहेछ यसलाई कुर्तामा। म त राम्रो देखिँदैन फुलेको चस्मा राम्रो देख्छ। मेरो जोगमनीको 200 को चस्मा अलिक महँगै त भन्नुपर्थ्यो। कसले भन्छ सस्तो भनेर म तपाईँले भन्नुभयो। मैले किनेपछि यता छ हाम्रो जग्गा यताबाट जानुपर्छ। यस्तो करोडिया ठाउँमा जग्गा छ होइन। को आएर बस्छ के हो यस्तो धुलो उडाउँदै के पो छ गाना एउटा बाटोमा धुलो उडाउँदै टेम्पोमा चढी मामी धुलो खाँदै अब गएको एकैचोटि बेलभियामा भेट हुन्छ। ए बेलभिया होइन त गुन्यु चोलोमा 2टा टक्लालाई देखाउँछौँ। त्यसपछि खै यसको मुख देखाएको मेरो बुहारी पढ्ने स्कुल यही हो आउँदैछ। मेरो भाइ ड्राइभर गर्दाखेरि मेरो बुहारीको यही स्कुलमा पढ्दाखेरि लभ परेको। कुन बुहारी त भन्नु नि माइली बुहारी गोरी हुन्छ नि गोरी यही स्कुल अरे स्कुल पढ्न त हाम्रो मामासँग लभ परेर हाम्रो मामाले भगा दिएर आउनु गएको। मैले एकछिनमा देखाइदिन्छु तँ कुन माइज हो भनेर। हेलो गाइज हामी अहिले आइसकेको छौँ। दिदीले मेरो सल्टिङ कहाँ आइसक्यो बेलबिया त्यही होला है। थाहा छैन यो घर हो कि हामी आइ त सक्यौँ। दिन्छु भनेर सोचे होला। के चस्मा लगाइरहेको म चाहिँ पागल जस्तै। हाम्रो भाइहरू 2टा लिन आइरहेछ हामीलाई। एउटा कुर्ता पजामा एउटा सुट। बस के हो सुट लगाएर भगवान खाम न उहाँ काटीहरू पनि माइतीहरू पनि छिटो छ जामुमा आयो नि हाम्रो छिटो आयो है। अर्को टेम्पो आयो बल्ल बल्ल आइपुग्यो। कति ढिलो यही माइजू हाम्रो गोरु माइजू भान्जीको गुन्यु चोलो। कसको क्यामेरा हो कसको क्यामेरा हो दिदीको कुन दिदी अहिले देखाउँछस्।
नाम के अरे बेलुका खाएर सक्यो यहाँ गाडीको पर्खाइमा त सबजना बजिरहेको देखाउने पर्खिरहेको छ ट्युबलाइट स्वीट फ्यामिली अफ थ्री यहाँ छोरी बाटैमै भेटिसक्नु यहाँ भेटिसक्नु बाटैमै भेटिसक्नु भयो आइजु किन भुइँमा बन्द भयो खै मामाको गाडी आउँदैन मामाको गाडी कति ढिलो गरिसक्यो भाइको गाडीको पर्खाइमा हो है गाडी आगे गर्दाखेरिको बुढा यहाँनिर पहिलाको याद आइरहेको छ मेरो बुहारीलाई भाइलाई पर्खेर उभिँदै जाने उभिँदै अब के भन्नु त भिड भए पनि के भयो हिँडेर जानु कुन जानु हुँदैन खुट्टा गल्छ यहाँ उहाँ हिँडेर जानु न भन्दै हुन्छ यहाँ अजीले कासलको अजीले खुट्टा दुख्छ दुख्छ त धेरै बिजोग भयो गाडीमा बिजोग छ बिजोग गाडीमा गाडीको मेरोमा कति देखाउँछ फेसप्याक गरेको मामाको मुख देखा यही हो हाम्रो मामा गाडीको धुने मामाको गाडी हेलो गाइस आज होली सबै ठिक पर्दैछन् सेतो लुगा लगाएर सबैजना अनुहार कस्तो सुन्ने रहेछ देखेको मेरो यो गाइस होली खेल्न गएको है ह्यापी होली खै हामी ठिक परिरहेको छौँ गाइस सबजना हो माइजूको मुखी देखेन देख्यो ह्यापी होली अब आएर जानुपर्छ होली खेल्न अब होली त अहिले चाहिँ ढेड बनाइन्छ अहिले अलिक राम्रो अनुहार भएको भिडियो बनाइहालेको होइन अहिले ढेड बनाइन्छ सबले बाहिर निस्किने ढेड बनाइन्छ पकाएको गर्नुपर्छ गर्नु भयो है पर्पल लिन्छु म यो कलर महेलो छैन म उयो लिनु पऱ्यो पिङ्क कलरको लिनु र कि ग्रिन लिनु पऱ्यो पिङ्क लिएन पिङ्क एउटा राख्न पिङ्क पनि तर के हो हाम्रो त उब्रेको हाम्रो त हुन्छ त के बाबा होली सुरु भइसक्यो गाइज है होली सुरु भइसक्यो है ओ भान्जी ह्यापी होली मामा बाढ्न हिँडेको के ह्यापी होली पनि भन्नु क्यामेरामा बस्छ भित्र क्यामेरा अरे नगर न क्यामेरा भित्र एकछिन पनि अलिकति भिडियो गरिहाल्नु भनेको ल खै त ह्यापी होली चुम्मा ह्यापी होली 2081 को सबलाई एकछिन पानी न टक्ला पानी नहाल भने न एकछिन सब हेर अनुहारको गति मात्रै छैन ह्यापी होली म रङ बाड्न हिँडेको ह्यापी होली मामा ह्यापी होली मामा यी रङ लिनु ए ल्या पर्नु छ त नि
ह्याप्पी होली गाडामा यसरी नै टिका हौ यहाँ हेर्नु न ध्यान मामाले क्रिसमस बनाइदिनु भयो क्रिसमस डे हो हामी पनि भयो चिउडो बनाउनु नयाँ फोटो खिच्नु हेर्नु सक्छु ह्याप्पी होली भान्जी कुन कुनिएको हो यो लिने ल्याउनु कस्तो खाले अबिर हौ पिङ्क कलरको भएर यस्तो रातो त त्यस्तै कस्तो नराम्रो अबिर हौ लगा न पिङ्क रातो लागेको छ ह्याप्पी होली कालीमाई थ्याङ्क यू ल भयो के हो त छि गुड अस्ति छ त यो रातको मुखमा के हो यो खै त भिडियो कति घिन लाग्छ भइसक्यो कति लाग्छ ह्याप्पी होली मामा मामाको दिया माइजलाई नमाइज आउनु माइज छिटो आउनु माइज यता हेर्नु न ह्याप्पी होली माइजू खै त ह्याप्पी होली पनि भन्नु कति राम्रो कलर राम्रो रहेछ है तपाईँ के गर्नुहुन्छ पकाएको रातो त पुरिदिनु भयो हाई गाइज ह्याप्पी होली सबलाई है ह्याप्पी होली सेम टु यु युट्युब च्यानल हुने सबलाई ह्याप्पी होली वर्षमा आएर होइन ह्याप्पी होली खेलेको जापानबाट अब 1 महिनाको उबाट जान्छ हामी बुहारी भदा सबजना मिलेर पकाएको यो मेरो भाइ 5 वटाको बाउ यही हो बाउ यसको बुवा यो माइली बुहारी छिटे खोइ मेरो दिदीले चाहिँ पुवा बनाउँदैछ बत्ती बाल्नु न बालिरहेको मेरो दिदीले पुवा बनाउँदैछ है ए ल पुवा सबैलाई होलीको शुभकामना छ ल के भन्छ बिनाला भने मिस यु बुढा भन्न आई मिस यु बुढा छोरा छिटो आउनु होली खेल्न पुवा खान यस्तै के नगर न यहाँ पर्छ ल मेरो भदैनीले आइदिँदैछ ह्याप्पी होली राजन मानन्दर खेल्दै हुनुहुन्छ होली 7 वर्षमा विदेशबाट यहाँ आएर खेल्दा कस्तो लाग्यो कस्तो लाग्यो राजन मानन्दर होली खेल्न भन्न अझै 2टा दाजु भएको भए झन् रमाइलो हुन्थ्यो भन्न हौ मेरो 2टा दाई भएको भए झन् रमाइलो हुनुहुन्छ भन् दाईहरू जति सब पल्ट खोलेर बसिरहेछ आउँदैन कोही पनि मेरो छोरीले लगाइदिएको गति यस्तो छ कुन डिजाइन हो यो यसपालि लगाइदिन्छ ल म त कासल यहाँ छ राजमा कासल छ के भएको यो उल्टा किन भयो यता रात छ यता कासल छ ल गरे म भयो त नि भयो त 1 2 3 4 5 ल भयो त हाल छिटो ह्याप्पी होली को बोला नि गाइस होलीको यस्तो छ असर सब मरी बेच्ने बाँकी छ पख र सिमरन तैँले मलाई भिजाएको छैन पख सबै हेर्ने अगाडि पछाडि यसरी गर्ने पहिला ह्याप्पी होली गाइस मेरो छोरा मिस यु मेरो छोरा पनि आउने बाला थियो अब भोलि मात्र हिँड्छ होली खेल्न पाएन मेरो छोराले ह्याप्पी होली यस्तो हुँदैछ होली यो उल्टो किन हुँदैछ अरे ल फेरि लुगा फेर्छ कि किन भिजाएर
ओ एक पाटो हरियो एक पाटो परा पिङ्क कलरको के हो यस्तो मलाई त धेरै नै बनाइदियो क्यामेरा बिगार्नु सरी ओइ क्यामेरा बिगार्नु चाहिँ नि मैले भाइ पिङ्क कलर भन्छ ह्याप्पी होली माइजु खै त उयो खै उयो सेतो लुगा अब लाग्छ पानी सब भुइँतिर झरिसक्यो ह्याप्पी होली अभिलाष सालले आज के प्रमिस गरेको छ दिदीलाई भन्छ र कुन गानामा भयो भन्नु खै अलिकति राम्रो भएको बेला भिडियो गरिहाल्छ अब ढेड हुन्छ ल ल ल ल ल लगाइदिनु ल ह्याप्पी होली पिङ्क कलर मात्र भयो अर्को कलर झिक्नु न ल मामा अर्को दिन त त्यो कलर त्यही कलर लगाइन्छ पिङ्क कलर मामा ल ह्याप्पी होली ह्याप्पी होली बियर बियर उडाको बियर ह्याप्पी होली थोरै उडाएको छ ढेडु भइसक्यो यार मुखै देखिएन को बाँकी छ अब च्याम्पेन दिउँसै ढाडो काटेर खाली पेटमा आम्मा मामा दिउँसै ढाडो काटी लगाउँदैछ के हो यस्तो के खाएको भाइ तैँले त्यस्तो जगिरा सारा आइज भाइ जगिरा सारा ह्याप्पी होली ह्याप्पी होली तेरो तालुमा कसले लगाइदिएर तालु देखा तालु ह्याप्पी होली आफ्नै आफ्नै लिएर न पेटमा लगाएर यहाँ अब भयो होली खेलेर अब को भएको छ माइजूहरू कहाँ त लस्नु आइजो माइजू ह्याप्पी तक्लु के खाऊ ल ह्याप्पी होली यस्तै छ ल अब लागि बाई ल अहिलेको लागि बाई अब खानापिनाको देखाउँछु के भन्छ हिजोको भिडियो यतिकै थियो हिजोको भिडियो इन्डै गर्न पाएन हिजो हामी उता अगाडिबाट ओर्लेर हामी के भन्छ आइसक्रिम खान गयौँ आइसक्रिम खान गएर अनि त्यतिकै बस्यौँ गफसप गऱ्यौँ सब्जी खेलेँ म सब्जी खेलेर अनि सुत्यौँ अनि गफसप गरेर सुत्यौँ अब त्यही भएर हिजोको भिडियो इन गर्न पाएन होइन अनि आजको स्टार्ट गरिहाल्यौँ अब हिजोको भिडियो अब एउटामा हालिन्छ कि दुइटामा हालिन्छ थाहा छैन हाल्नु त हालिन्छ के गर्ने एउटा फोटो पनि खिच्न पाएन होइन ढेडु बनाइदियो मलाई यस्तैकै हेर्न यहाँ निलो अरे यता हरियो अरे यता पिङ्क एकपल्ट पिङ्क एकपल्ट हरियो यहाँ खाँदैछ भेज खाँदैछ भेज खाँदैछ यहाँ हाम्रो होली मास्टर नि खाने के अरे कलर लगाउनु नभएर यति सादा बसिरहनु भएको छ लुगा पनि लागेको तपाईँलाई तर के हुन्छ होली रङ नलायो पनि पानी भिजाइदिँदा भइहाल्छ बाहिर निस्किनु न अब हामी खाने कुरा ह्याप्पी होली बहनजी ह्याप्पी होली मामा आज रोस्ट मासु खोइ त रोस्ट सब खाइसके त खाइसक्नु कि कुकुरलाई दिनु हो न खोइ सब खान्छन् ढेडु नि भिडियो
खाना सुरु भइसक्यो हामी सबैजनाको। भाइ पनि बाहिरै बसेको भए भइहाल्थ्यो। ल भान्जी किन नखानु भएको? मलाई पसिदिनु भएन? तपाईँको कान्छीले कसलाई हो त? यहाँ नबलेको अवस्था यहाँ ट्राई गरेको गरे बाघ यस्तो फुस्की हावा अरे अहिलेदेखि गरेको होइन यो। बुध भइसक्यो होइन पुरै चार्जै गर्नुभएको रहेछ न त। लड़कों के दिलों में आग लगा दे बेबी फायर निकली सना करे जब देखे हमें काला चश्मा जिसको तेरे मुखड़े को काला जो है तेरे झुमके हमें बताओ से नहीं तो 10-12 लड़के तो मार ही देती होगी तू दिन में ऐसे छक्के फिरते हैं मेरे वर्गी और न होनी वर्गी और न होनी वर्गी और न होनी तो मुंडा परदेसी है मैं कितनी ढेर ढेर गुगल डलेर हेर न यसले देवकोटा चौकमा त्यहाँ गाना राम्ररी बजाएन त्यसै सिंहासनमा गयो होइन सुनमा त 500 रुपियाँ टिकट भन्छ तर हाम्रो फ्रीमै छिराइदैन एकछिन बस्यौँ के हो गाना फेरि देवकोटा चौक आयौँ फेरि चुनी बजाउँदै थियो फेरि त्यसपछि के बजायो अब घरमै मजा हान्ने हामी त
अनि चाहिँ माजु के दियो अझै अझै दियो 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 यहाँ कुन डान्स नि यता बोला झरै गाइज बोला झरे गाइज का मेरो कति जान्नु भएको लिपस्टिक अताउति लड्छ यता झगडै पर्दैछ त यहाँ तीनजना सिरियस मोडमा हैन बाँकी पार्टी गर्दैन यहाँ सिरियस मोडमा हुन्छ नाच्नुहुन्छ नाच्न के हुँदैन मच्दैन के हुँदैन तल उत्रि भन्छ अब पड्काउँछ है अब चाहिँ राम्रो मुखले भन्दा भन्दै कस्तो राम्रो देखेको कलर बुझ्ने होइन बुझ्ने Happy Holi Maiju. Oi, tu खानु बोलेन तँ oi तँ लगेन तँ के नाम भन्छ त्यसको एनिमल गाना भन्न खोल्ने बिर्सिन अब त्यही हो भिलेन भिलेन तर हिरो क्यूट भिलेन फर्स्ट टाइम नेपाली फिल्म इन्डस्ट्रीमा क्यूट भिलेन नेगेटिभ रोलमा लिड एक्टर पाउँछ तेरो दाइ अमर श्रेष्ठ हिरो फ्युचर हिरो भिलेन गाइस हामी ढेर्यो नि गाइस थाकिसके खुट्टा दुखिसक्यो मेरो त खुट्टा फाक भइसक्यो गाइस अहिले कफीमा त आउँदैछ त्यो पनि ढेर्यो ल्यान ढेर्यो ल सिटी नै बजेन सिटी नै नबजेको मेरो त सब ढेरीहरू छ नि यहाँ बोलिए
Please do like, share and subscribe our YouTube channel. Bye bye.